दादा नि तपाईँको जेब त नि त्यो पल्लो घरि चित्रेसँग बोल्दो रहेछ त हो दादा हो के भनेस् त्यो चित्रेसँग बोल्छ दादा उ तपाईँको हो दादा त्यसले नि बाघको मुखमा हात हालेको छ त्यसको जिन्दगी नि जुन बिनाको रात जस्तो बनाउँछु जुन बिनाको रात कस्तो हुन्छ अन्धेरो हुन्छ दादा त्यस्तै हुन्छ अभन त्यो कहाँ छ दादा ऊ यहाँ बोल्दैछ यहाँनिर है तिरीको यो मान्छे चिन्ता गर्दो रहेछ फेरि त्यो भक्तेले त्यसको आफ्नो त ठेगान हुँदैन तेरो मेरो गु त के बात पनि पो भेटाउँदैन जस्तो छ भेटाउँदैन नि चिन्ता नगर्नु मसँग बोल न बेबी त्यो भक्तेलाई त म सम्हालिहाल्छु मलाई हिँड्दैन हो के अत्तालेको तिरीका यो मान्छे फेरि उसकै मात्रै कुरा गरिबस्छ त्यसकै मात्रै कुरा गरिबस्छ त्यो जुत्या कहाँ रक्सी गरेर नयाँले सुतिरहेको होला नि फेरि खैनी चेप्छ त्यो किस गर्दाखेरि त्यो उयो आउँदैन खैनी पेप्टा होला होला है मुखमा त्यसको कुरा नगर हौ मन पर्दैन हौ त्यसलाई म यस्तो ह्यान्डसम छु सुनिदार हेर त निदार बनेट जस्तो छ अगाडि क्याप जस्तै पानी झरीमा त बरु क्याप काम गर्छ त्यसको कपालले सुनिदारले क्या यस्तो छ ह्यान्डसम छु त म बाँसले हान्नु भने फेरि मर्छ होला हो यसको बाउको यही मात्रै हो आखिरी निशानी हो यसो गरौँ हामी यो मऱ्यो भने जेल पनि जान्छौँ गुसीले दिनु पर्यो है आँखा निस्किनु निकाल्नु है एकपट्टिको आँखा खालि निक्लोस् एकपट्टिको मात्रै अलिक बाङ्गो हान्दैन एकपट्टिको दादा जुन बिनाको रात जस्तै बनाउँछु भन्नु देखेँ त अघि त तपाईँले उठ्नु मुङ्गुरोले बजाउँदैन बजा मेरो घर भाग्यो नि हो त अर्कोलाई सुल्काउनु आएको आफै पो सुल्क्यो त अनि दादा हिँड्नु ल अब के भयो